एडमिसन त भएको छ होइन, तर अब यो सायद डिनर गर्ने टाइम भएर हो कि के भएर कतिजना आउनु भएको छैन। एडमिसन त हुनुहुन्छ होला होइन शमशेरजी? हजुर हुनुहुन्छ, कति 10 जना जति हुनुहुन्छ, तर खै 2 जना मात्र आउनुभयो। अब हेरौँ। ल त्यसै मैले स्क्रिन सेयर गरेँ है त। हेलो हजुर, सबै भइसक्यो। स्क्रिन सेयर भइरहेछ है। लास्ट टाइम चाहिँ हामीले यो त लास्ट टाइम तपाईहरूले के पढ्नु भएको थियो भने मिलिकन सोइल ड्रप एक्सपेरिमेन्ट पढ्नु भएको थियो है। मिलिकन सोइल ड्रप एक्सपेरिमेन्टमा चाहिँ हामीले के डिटरमाइन गऱ्यौँ भन्दा चार्ज डिटरमाइन गरेको थियो है। हामीले चाहिँ इलेक्ट्रोनको चार्ज चाहिँ कति हुन्छ भनेर डिटरमाइन गरेका थियौँ है। लास्ट क्लासमा अब सोनीजीले त मिस गरिहाल्नुभयो, गगनाजीले हामीले के गऱ्यौँ रिकल गर्न मिल्छ? हामीले के गर्यौँ दुईटा कन्डिसन युज गर्यौँ है। एउटा चाहिँ के थियो भने मोसन अफ इलेक्ट्रोन, अथवा तपाईहरूले इलेक्ट्रोन चाहिँ एउटा अन्ली इन द प्रेजेन्स अफ एसोलेसन ड्यू टु ग्राभिटी जी को प्रेजेन्समा मात्र, अथवा स्विच अफ हुँदाखेरिको कन्डिसन। अर्को चाहिँ तपाईँहरूले के पढ्नु भने स्विच अन हुँदाको कन्डिसन है। दुईटा कन्डिसनमा चाहिँ मोसनमा के हुन्छ भनेर हामीले कन्डिसन युज गरेका थियौँ है। अब आज तपाईँहरूको एकदम इम्पोर्टेन्ट डेरिभेसन छ है। तपाईँहरूलाई एक्जाममा derive the motion of electron in uniform electric field है, otherwise deflection of electron in uniform electric field भनेर तपाईहरूलाई क्वेसन आउन सक्छ है। त्यो तपाईहरूले हजुर सोनीजीलाई अनम्युट गर्नु भन्नुहोस् न, एकदम साउन्ड आइरहेछ। ओके ओके। हेलो सोनीजी, त्यो आन्देऊ है, म्युट गरिदिनुहोस् न है, एकचोटि इको साउन्ड आइरहेछ। लास्ट क्लासमा हामीले मिलिकन सोइल ड्रप एक्सपेरिमेन्ट पढिसक्यौँ है। अब तपाईहरूले पढ्ने पार्ट भनेको त्यसैमा मोसन अफ इलेक्ट्रोन इन युनिफर्म इलेक्ट्रोन फिल्ड भनेर पढ्नुहुन्छ है। अब इलेक्ट्रिक फिल्डको प्रेजेन्समा चाहिँ के हुन्छ होला त है। इलेक्ट्रिक फिल्डको प्रेजेन्समा चाहिँ तपाईहरूलाई के फरक पर्ने रहेछ भनेर हामीले त्यो पार्ट हेर्छौँ। कलेजमा पढाइ भइसकेको छ? यस म्याम, भइसकेको छ है। त्यसो भए एक्जाममा यो क्वेसन आएको थियो कि थिएन? आएको थियो। यो एकदम इम्पोर्टेन्ट क्वेसन हो। कतिको बुझ्नु भएको छ तपाईँले यो पार्ट? यो मिलिकन्स एक्सपेरिमेन्ट चाहिँ बुझेको छ। यो भन्दा पछाडिको यो यसको डेरिभेसन चाहिँ तपाईँहरूको के छ भन्दा अलि लेन्दी छ है। कतिको याद छ? लेन्दी छ होइन। अनि लेन्दी भएपछि के हुन्छ भन्दाखेरि स्टेप्स कहाँ के गर्ने हो कन्फ्युजन हुन्छ कि स्टुडेन्टहरूलाई, कन्फ्युजन हुन्छ अनि बिर्सिहालिन्छ है। म्याक्सिमम चाहिँ के हुन्छ भन्दाखेरि स्टुडेन्टहरूलाई कन्फ्युज हुने, अनि कहाँ के गर्ने सबै के हुन्छ मिक्सअप हुन्छ। यो बुक तपाईँहरूलाई क्लियर भिजिबल भएको छ है। अब यसको एक्सपेरिमेन्टल सेटअपतिर हेरौँ है। तपाईँहरूको फर्स्टमा फिगरमा तपाईँहरूको सेटअप के छ भन्दाखेरि म तपाईँहरूलाई ड्र गरेरै देखाइदिन्छु है। तपाईँहरूको यहाँ बुकमा पनि छन चाहिँ छ अलरेडी। सबभन्दा पहिला हामीले के गर्छौँ भन्दाखेरि तपाईँहरूको हामीले के गर्छौँ भने दुईटा मेटल प्लेट लिन्छौँ है। तपाईँहरूको दुईटा मेटल प्लेट हुनु पर्यो। दुईटै के हुनु पर्यो तपाईँहरूको प्यारलल हुनु पर्यो है। मैले यहाँ रफली यसरी बनाएँ। अनि तपाईँहरूको यो दुईटैको लेन्थ जेनरली के हुनुपर्छ भन्दा बराबर हुनुपर्छ है। जेनरली के हुनु पर्यो? बराबर हुनु पर्यो। यदि तपाईँहरूको लेन्थ बराबर नहुने केसेस पनि छ होइन, त्यसले खासै फरक पर्दैन। तर तपाईँहरूको यो पार्टमा यहाँ हेर्नुहोस् है, यो जुन स्टार्टिङ छ नि
स्टार्टिङ चाहिँ तपाईहरुको के हुनु पर्यो, यो स्टार्टिङको पार्ट चाहिँ तपाईहरुको स्ट्रेट सेम हुनुपर्छ है। स्टार्टिङको पार्ट चाहिँ के हुनु पर्यो, सेम हुनु पर्यो। जस्तो तपाईहरुको यो रिफरेन्स पोइन्ट भयो भने तपाईहरुको रिफरेन्स पोइन्ट पनि ठ्याक्कै के हुनु पर्यो, यहीँदेखि नै स्टार्ट हुनु पर्यो। हामीले के गर्छौं भने दुईटा कन्डक्टिङ प्लेट्स लिन्छौं है। सपोज प्लेट्सको नाम मैले एउटालाई के लेखे, ए ले डिटरमाइन गरे, अर्कोलाई के ले डिफाइन गरे, बी ले डिफाइन गरे है। अनि यो जुन मेटल प्लेट्स छ तपाईहरुको, यो मेटल प्लेट्सलाई चाहिँ मैले के गरे भने जहिले पनि हामीले ब्याट्रीसँग कनेक्ट गर्छौं। ब्याट्रीसँग कनेक्ट गर्दा के गर्नु पर्यो, हाई टेन्सन ब्याट्री लिनु पर्यो है। के लिनु पर्यो, हाई टेन्सन ब्याट्री लिएर हामीले के गर्छौं, यसलाई स्विच अथवा तपाईहरुले ब्याट्रीसँग यसलाई यसरी के गरिदिनु भयो, कनेक्ट गर्नुभयो। अनि हेर्नुस् त प्लेट ए भनेको तपाईहरुको के छ, पोजिटिभ टर्मिनल छ। यो सिम्बल याद गर्नुस् है। तपाईहरुको हरेक सर्किट डायग्राममा एउटा लामो एउटा छोटो हुन्छ है। लामो भनेको जहिले पनि पोजिटिभ हो, छोटो भनेको जहिले पनि के हो, नेगेटिभ हो। अब ए हेर्नुस् त, ए चाहिँ केमा कनेक्टेड छ तपाईहरुको, को साउन्ड आइराछ, अफ गर्नुस्। त्यसपछि हेर्नुस् त बी लाई हामीले के गर्यौं, नेगेटिभमा कनेक्ट गर्यौं है। अब तपाईहरुको यो मेटल प्लेट देखिनको लागि है मैले चाहिँ के गरे, यसरी सेडेड गर्दिए है। यो चाहिँ तपाईहरुको के हो, मेटल प्लेट्स हो है। यो तपाईहरुको के भयो, मेटल प्लेट्स भयो। अनि यो जुन दुईटा प्लेट छ, दुईटा प्लेट बिचको डिस्टेन्स हेर्नु त, यो जुन बिचको डिस्टेन्स छ, द डिस्टेन्स बिट्विन ए एन्ड बी है। यो ए एन्ड बी को डिस्टेन्सलाई चाहिँ मैले यो पोइन्ट देखि के कन्सिडर गरे भन्दाखेरि स्मल डी चाहिँ के रहेछ तपाईहरुको, डिस्टेन्स बिट्विन टु मेटल प्लेट्स रहेछ है। अब हामीले के गर्छौं भन्दाखेरि यहाँनिर चाहिँ तपाईहरुको यहाँनिर चाहिँ इलेक्ट्रोन बीम हुन्छ है। यो चाहिँ के हो, तपाईहरुको इलेक्ट्रोन बीम हो। अनि ठ्याक्क बिच सेन्टर बनाउने है। दुईटा प्लेटको बिचको सेन्टरबाट के गर्नु पर्यो, एउटा लाइन ड्र गर्ने तपाईहरुले। यो चाहिँ सेन्टरबाट ड्र गरेको लाइन हो। यसलाई हामीले के भन्छौं, मिडवे भन्छौं है। किन मिडवे भनेको होला, मिडवे किन भनेको होला भन्नुस् त, बिचमा गरिएको छ। किनकि हामीले के गर्यौं, त्यसलाई सेन्टरबाट बिचबाट है, दुईटा प्लेटको बिचबाट के गरेको छ, ड्र गरेको छ। लाइनलाई के गरेको छौं, हामीले ड्र गरेको छ है। यहाँ हेर्नुस् है, हामीले दुईटाको बिचबाट के गर्यौं, मिडवे ड्र गर्यौं है। दुईटा प्लेट कनेक्टेड छ। अब तपाईहरुले यहाँ हेर्नुस् है, यो जुन यहाँ छ नि, यो चाहिँ तपाईहरुको इलेक्ट्रोन हो है। यो के हो, तपाईहरुको इलेक्ट्रोन बीम हो। इलेक्ट्रोन बाहिरैदेखि छ, तर तपाईहरुले के गर्नुभयो, यहाँबाट बिचबाट चाहिँ पास गर्नुभयो है। अनि सुरुमा चाहिँ यो इलेक्ट्रोनको भेलोसिटी है, सुरुमा चाहिँ यो जुन इलेक्ट्रोन बीम छ, यो इलेक्ट्रोन बीमको भेलोसिटी चाहिँ तपाईहरुको के रहेछ भन्दाखेरि, तपाईहरुको यो जुन इलेक्ट्रोन बीम छ यसको भेलोसिटीलाई चाहिँ मैले u भनेर डिफाइन गरे। इनिशियल भेलोसिटीलाई हामीले जेनरली केले रिप्रेजेन्ट गर्छौं, u ले गर्छौं है। सबभन्दा पहिला के हुने भयो भने तपाईहरुले प्लेटलाई के गर्नुभयो, दुईटा प्लेटलाई बिचमा प्यारलली राख्नुभयो है। अनि दुईटाको ठ्याक्क सेन्टर बिचबाट चाहिँ हामीले के गर्छौं, इलेक्ट्रोनहरुलाई यहाँबाट पास गर्छौं। तपाईहरुको यहाँ यो जुन छ नि, यो पार्ट ओ लेखेको छ, हेर्नुस् त यो ओ भनेको ओरिजिन हो है, सुरुमा स्टार्टिङ पोइन्ट हो। यहाँबाट इलेक्ट्रोन आइराछ। अनि यहाँ हेर्नुस् त यहाँ के लेखेको छ, यु लेखेको छ है। यो यु भनेको इनिशियल भेलोसिटी, इलेक्ट्रोनको चाहिँ सुरुदेखि नै इलेक्ट्रोन आइराछ के, अनि त्यसको भेलोसिटी कति रहेछ, यु रहेछ है। सुरुदेखि नै आइरहेको भेलोसिटी के रहेछ, यु रहेछ। अनि तपाईहरुको अब युबाट हुँदै हुँदै यो इलेक्ट्रोन के गर्यो, भित्र पस्यो है। अनि यो जुन तपाईहरुको दुईटा प्यारलल प्लेट बिचको यो ग्यापिङ छ नि, हेर्नुस् त यो लाइनिङ छ नि, हेर्नुस् त यो लाइनिङ,
देखिएको छ यो लाइनिङ स्ट्रेट लाइन। यो लाइन एक अर्कासँग के हुनु पर्यो, प्यारलल हुनु पर्यो है, ठ्याक्कै सिधा हुनु पर्यो। अनि यो लाइनको यो भित्र सबै तपाईहरुले यो स्विचलाई अन गर्नुभयो भने यहाँ के गर्नुहुन्छ, स्विच अन गर्नुहुन्छ। यो स्विच अन गर्ने बित्तिकै यो त कन्डक्टिङ प्लेट्स हो, इलेक्ट्रिसिटी पास हुन्छ। हेलो रचनाजी, इलेक्ट्रिसिटी पास हुन्छ हामीले स्विच अन गर्यौं भने? स्विच अन गरेपछि त पासै हुन्छ। हो, पासै हुन्छ है। अनि यो तपाईहरुको यो जुन कन्डक्टिङ प्लेट्स यो मेटल छ हेर्नुस् त, यसमा पोजिटिभ टर्मिनल छ, यसमा नेगेटिभ। अब यहाँ त केही न केही इलेक्ट्रोन्स त फ्लो हुनु पर्यो हैन? अनि यो जुन इलेक्ट्रोन्स छ, इलेक्ट्रोन्स त तपाईहरुको मुभिङ छ है, मुभ भइराछ। सुरुमा कति भेलोसिटीले मुभ भयो, u भेलोसिटीले मुभ भयो। अब यो इलेक्ट्रोन तपाईहरुले स्विच अन गरेपछि त यहाँ के छ, पोजिटिभ टर्मिनल छ। इलेक्ट्रोन पोजिटिभ टर्मिनल हो कि नेगेटिभ टर्मिनल? इलेक्ट्रोनलाई त हामीले यसरी लेख्छौं नि हैन? के होइन? इलेक्ट्रोनहरुलाई तपाईले यदि टर्मिनल कुन हो भन्दाखेरि इलेक्ट्रोन त नेगेटिभ चार्ज पार्टिकल हो, तपाईहरुले पढ्नु भएको थियो। अनि इलेक्ट्रोन यदि तपाईहरुको नेगेटिभ चार्ज पार्टिकल हो भने यो भित्र गयो है। भित्र के गर्नु भएको छ, स्विच अन गर्दा यहाँ इलेक्ट्रिक फिल्ड क्रिएट भएको छ है। के छ यहाँनिर तपाईहरुको इलेक्ट्रिक फिल्ड छ। इलेक्ट्रिक फिल्डलाई हामीले क्यापिटल ई ले रिप्रेजेन्ट गर्छौं है। अब भित्र सबै इलेक्ट्रिक फिल्ड छ भने अब यहाँ त इलेक्ट्रोन त मुभ भइराछ। हेर्नुस् त यो स्ट्रेट लाइनबाट तपाईहरुले के गर्नुभयो, इलेक्ट्रोन मुभ भइराछ। इलेक्ट्रोन त नेगेटिभ चार्ज पार्टिकल हो। अनि स्विच अन गरेपछि नेगेटिभ चार्ज पार्टिकल पोजिटिभतिर अट्र्याक्ट हुन्छ कि नेगेटिभतिर? अनलाइक चार्ज के हुन्छ, अट्र्याक्ट हुन्छ। लाइक चार्ज रिपेल गर्छ, हामीले पढेको थियौं हैन? अब यो इलेक्ट्रोन तपाईहरुको यसरी मुभ हुँदै हुँदै कतातिर जाने भयो, माथिको प्लेटतिर अट्र्याक्ट हुने भयो कि तलको प्लेटतिर? सोनीजी सुन्दै हुनुहुन्छ? हजुर म्याम, मेरो नेटै चलेको छैन के राम्रोसँग। ठिक छ। इलेक्ट्रोन यदि नेगेटिभ चार्ज पार्टिकल हो भने नेगेटिभ चार्ज चाहिँ पोजिटिभतिर अट्र्याक्ट हुन्छ कि नेगेटिभतिरै अट्र्याक्ट हुन्छ? भन्नुस् त। पोजिटिभतिर किन अनलाइक चार्ज चाहिँ अट्र्याक्ट गर्छ, लाइक चार्जेस चाहिँ रिपेल गर्छ तपाईहरुले? त्यो माइक अफ गर्दिनु न है। यति पार्ट क्लियर छ तपाईहरुलाई भनेपछि यो जुन इलेक्ट्रोन यहाँ हेर्नुस् त, यहाँबाट यसरी मुभ भइराछ। यो इलेक्ट्रोन अब कता जाने भयो, यसरी तपाईहरुको माथितिर जाने भयो है। कहाँ जाने रहेछ, माथितिर जाने रहेछ। भनेपछि इलेक्ट्रोनको यो पाथ हेर्नुस् त, यो इलेक्ट्रोन जसरी मुभ भएको छ यो प्याराबोलिक हो। तपाईहरुको यहाँ फिगरमा हेर्नुस् है, फिगरमा यहाँ देखाएको छैन है। फिगरमा चाहिँ यसरी मुभ भएको छ। तर तपाईहरुको यो याद गर्नुस् है, यो जुन कन्डक्टिङ प्लेट छ नि, यो पोइन्ट यहाँ टच भएरै जान्छ है। जस यो लाइन र तपाईहरुको यो लाइन के हुनु पर्यो, पास हुनु पर्यो। यो पोइन्टलाई मैले के सपोज गर्दे भने क्यू भनेर सपोज गरे। अनि सपोज यहाँनिर चार्ज पुग्यो रे है, यहाँनिर चार्ज पुग्यो रे। यहाँ पुगेको बेलामा चाहिँ मैले यसलाई के मान्दिए, पोइन्ट पी मान्दिए। ठिक छ? हेर्नुस् त, यहाँसम्म पुग्दाखेरि यसलाई मैले पोइन्ट पी माने। यो इलेक्ट्रोन त मुभ भइराछ नि त, मुभ हुँदै 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 डिफ्रेन्ट पोजिसनमा पुग्यो कि। सपोज यहाँ पुग्दाखेरिको पोजिसन चाहिँ मैले पी पोइन्ट माने। अनि माथिसम्म पुग्दाखेरि चाहिँ यसको पोइन्ट के माने, क्यू माने। अब तपाईहरुले प्रोजेक्टाइल कतिजनाले पढ्नु भएको थियो क्लास 11 मा? प्रोजेक्टाइल पढ्नु भएको थियो नि हैन? हामीले कुनै पनि कम्पोनेन्ट्सलाई रिजल्भ गर्दा हरिजेन्टल कम्पोनेन्ट्स र भर्टिकल कम्पोनेन्ट्समा रिजल्भ गर्थ्यौं। हो म्याम। है अब यहाँ हेर्नुस् त, यहाँबाट हामीले के गर्यौं, हरिजेन्टल कम्पोनेन्ट्स बनायौं है। अनि तपाईहरुको भर्टिकल कम्पोनेन्ट्स कहाँ हुनु पर्यो, माथि हुनु पर्यो। अब यो इलेक्ट्रोन मुभ हुँदाखेरि त यसको भेलोसिटी सुरुमा कति थियो हेर्नुस् त, u थियो। तर भित्र पसिसकेपछि, इलेक्ट्रिक फिल्ड भित्र पसिसकेपछि यसको भेलोसिटी के हुने रहेछ, v हुने रहेछ है। तपाईहरुले इनिशियल भेलोसिटी v, फाइनल भेलोसिटी, इनिशियल भेलोसिटी u अनि फाइनल भेलोसिटीलाई के भनेर पढाएको थियौं हामीले, v ले रिप्रेजेन्ट गरेर पढाएको थियौं है। अब तपाईहरुले यो v लाई चाहिँ भेक्टर फर्ममा है
भेक्टर फर्ममा यदि कुनै पोइन्ट छ भने है, जस्तो तपाईहरुले बी पोइन्ट मान्नु भएको छ भने यो हरिजन्टल कम्पोनेन्ट्सलाई तपाईहरुले बीएक्स, भर्टिकल कम्पोनेन्टलाई बीवाई भनेर पढ्नु भएको थियो। सिमिलरली यहाँ पनि के हुने भयो तपाईहरुको बीएक्स है, हरिजन्टल कम्पोनेन्ट केले रिप्रेजेन्ट हुन्छ, तपाईहरुको बीएक्स ले रिप्रेजेन्ट हुन्छ है, एक्स कम्पोनेन्ट हो नि त नि हरिजन्टल भनेको, त्यही भएर के हुने भयो बीएक्स। यहाँ माथि यो जुन तपाईहरुको भर्टिकल कम्पोनेन्ट छ यो चाहिँ के हुने भयो बीवाई हुने भयो है। अब यहाँ तपाईहरुले के याद गर्नुपर्छ नि इलेक्ट्रोन्स मुभ हुँदा के हुन्छ त है। अब यहाँ हेर्नुस् त यो कम्पोनेन्ट्स त क्रिएट गर्यौं, तर यो दुईटा बीचमा केही न केही त एंगल बन्नु पर्यो नि त, त्यो एंगल चाहिँ हामीले के गर्यौं डिफ्लेक्सनलाई थीटा मान्यौं है। सुरुमा इलेक्ट्रोन के छ हामीले पास गर्यौं है, दुईटा प्लेटको बीचबाट मिडवेबाट पास गर्यौं, अनि इलेक्ट्रोनको पहिलेदेखिको भेलोसिटी के छ यु छ इनिशियल भेलोसिटी। त्यसपछि के गर्यौं स्विच अन गर्यौं, स्विच अन गर्ने बित्तिकै यहाँ पोजिटिभ टर्मिनल छ, नेगेटिभ टर्मिनल इलेक्ट्रोनलाई भित्र पास गर्दाखेरि त इलेक्ट्रिक फिल्ड क्रिएट भएको छ, स्विच अन गर्ने बित्तिकै इलेक्ट्रिक फिल्ड क्रिएट हुन्छ। अस्ति हामीले मिलिकन्स वेल ड्रपमा के पढाएको थियौं, ओन्ली ड्यू टु ग्राभिटीमा इलेक्ट्रिक फिल्ड तपाईहरुको थिएन, किन थिएन स्विच अफ थियो, स्विच अन गर्ने बित्तिकै इलेक्ट्रिक फिल्ड क्रिएट भयो। अब हेर्नुस् त भित्रपट्टि इलेक्ट्रोन जहाँ ट्राभल गर्दाखेरि यो नेगेटिभ चार्ज पार्टिकल भएको हुनाले पोजिटिभ प्लेट्सतिर अट्र्याक्ट हुन्छ भने चाहिँ माथितिर अट्र्याक्ट हुने भयो, त्यही भएर यो मुभ त भइरहेछ, मुभ हुँदा हुँदै यो कतातिर जाने भयो माथि डिफ्लेक्ट हुने भयो है, माथिसम्म डिफ्लेक्ट हुने भयो। अनि हामीले के सपोज गर्यौं यो ट्राभल त गरिरहेछ, सपोज पी भन्ने पोजिसनमा पुग्यो रे, अनि त्यस पछाडि अर्को लास्टमा हेर्नु त क्यू भन्ने पोजिसनमा पुगेछ है। क्यू भन्ने पोजिसनमा हेर्नुस् त भेलोसिटीको कम्पोनेन्ट्सलाई दुईटा टर्ममा हरिजन्टल र भर्टिकलमा रिजल्भ गर्दा बीएक्स र बीवाई भयो, जुन तपाईहरुले प्रोजेक्टाइलमा पढिसक्नु भएको कुरा हो है। त्यस पछाडि तपाईहरुले के गर्नुभयो यहाँ पी भन्ने कम्पोनेन्ट छ है, यहाँ तपाईहरुको पी भन्ने कम्पोनेन्ट छ। अब के सपोज गर्नुस् भने तपाईहरुले यो जुन प्यारलल लाइन छ नि हेर्नुस् त यो मिडवे, यो जुन मिडवे छ मिडवेको यो पोइन्ट सम्मको डिस्टेन्स चाहिँ यहाँसम्म आउँदा कति डिस्टेन्स ट्राभल गर्यो होला त, यो इलेक्ट्रोनले पी भन्ने पोजिसनसम्म आउँदा चाहिँ तपाईहरुलाई सपोज एक्स डिस्टेन्स ट्राभल गर्यो है। अनि त्यस पछाडि यहाँ त केही न केही माथि पुगेको छ नि हेर्नुस् त इलेक्ट्रोन, यसरी स्ट्रेट आउँदा आउँदै हल्का के भएको छ माथि गएको छ, माथितिर डिफ्लेक्ट भएको छ भनेपछि यसको यहाँ केही न केही हाइट पनि हुन्छ, यसको यो पार्टमा केही न केही हाइट हुन्छ। जस्तो यहाँ हेर्नुस् त एक्स एक्सिस यो हो, यो तपाईहरुको के हो वाई एक्सिस, स्ट्रेट ट्राभल एक्स एक्सिसमा ट्राभल गर्दा यसरी भयो। अब वाई कम्पोनेन्ट बनाउँदा त तपाईको के हुनु पर्यो माथि माथि बन्छ नि त नि, हो त्यहाँ पनि के भयो तपाईहरुको यो पोइन्ट चाहिँ तपाईहरुको यहाँसम्म पुगेको चाहिँ पी पोइन्ट भयो इलेक्ट्रोनको। अब यहाँसम्म पुग्दा तपाईहरुले कोअर्डिनेट्स पोइन्ट कसरी निकाल्नु हुन्थ्यो, एक्स कमा वाई गर्दा के गर्नु हुन्थ्यो डिस्टेन्सलाई तलको यो कोअर्डिनेटलाई ओरिजिन देखि काउन्ट गर्नुहुन्थ्यो, यो चाहिँ तपाईहरुको एक्स हो, अनि यो भर्टिकल कम्पोनेन्ट यसरी यहाँ यसरी यो बनाएको यो पार्ट चाहिँ तपाईहरुको के हुन्थ्यो वाई हुन्थ्यो। सिमिलरली यो पार्टमा पनि तपाईहरुको यो डिफ्लेक्सन, यो जुन डिफ्लेक्सन छ यो पार्ट चाहिँ के रहेछ वाई रहेछ। यति क्लियर छ? हेलो खै सुनिरहेछ? हेलो गाइस, हेलो। ल हेर्नुस् है, सबभन्दा पहिला अब एक्सपेरिमेन्टल यो तपाईहरुको यो फिगरको पार्ट बुझ्नुस् है। हामीले के गर्यौं दुईटा कन्डक्टिङ प्लेट्स लियौं, एउटा प्लेटको नाम मैले ए सपोज गरे, अर्को प्लेटको नाम के गरे बी सपोज गरे। दुईटा प्लेटलाई प्यारलली राख्यौं अनि के गर्यौं भने ब्याट्री हाई टेन्सन ब्याट्रीसँग कनेक्ट गर्दियौं है, हाई टेन्सन ब्याट्रीसँग कनेक्ट गर्दियौं। अब ब्याट्रीमा त पोजिटिभ र नेगेटिभ टर्मिनल दुईटै हुन्छ हैन, के गरे माथिको तपाईहरुले माथिको प्लेटलाई नेगेटिभ तलको प्लेटलाई पोजिटिभ बनाए पनि हुन्छ है, केही फरक पर्दैन, सधैं माथि पोजिटिभ हुनुपर्छ भन्ने छैन। तर मैले यदि माथिको प्लेटलाई नेगेटिभ र तलको प्लेटलाई पोजिटिभ बनाए भने इलेक्ट्रोन मुभ हुँदा अब अपवार्ड मुभ हुन्छ कि डाउनवार्ड? डाउनवार्ड।
डाउनवार्ड किनभने पोजिटिभ हामीले कहाँ बनायौँ, अहिले तल बनायौँ है। जहाँनिर पोजिटिभ छ इलेक्ट्रोन त त्यतैतिर अट्र्याक्ट हुन्छ। त्यही भएर तपाईँहरूले एक्जाममा पनि कहाँ पोजिटिभ बनाउने कहाँ नेगेटिभ बनाउने कन्फ्युज हुनु पर्दैन। तर डिफ्लेक्सन कहाँ देखाउने भन्दा जहिले पनि इलेक्ट्रोन चाहिँ कता अट्र्याक्ट हुँदो रहेछ, पोजिटिभतिर अट्र्याक्ट हुँदो रहेछ। यति कुरा याद गर्नु पर्यो। अनि यो दुईटा प्लेटको बिचमा हामीले के गर्यौँ, एउटा मिडवे है, सेन्टरबाट मिडवे बनायौँ। अनि इलेक्ट्रोनलाई कहाँबाट पास गर्ने, त्यही मिडवेबाट पास गर्ने। अब तपाईँहरूले स्विच अन गर्नुभयो, स्विच अन गर्ने बित्तिकै त पोजिटिभ र नेगेटिभ चार्ज एक्टिभ हुन्छ। अनि इलेक्ट्रोन भित्र त इलेक्ट्रिक फिल्ड क्रिएट भएको छ। अब त्यो इलेक्ट्रिक फिल्ड भित्र इलेक्ट्रोन के हुने भयो, माथि माथि अट्र्याक्ट हुने भयो है, किनभने प्लेट ए त पोजिटिभ छ। माथि माथि जाँदा चाहिँ सपोज पी भन्ने पोजिसनमा पुग्यो भने उसको कोअर्डिनेट्स के रहेछ, एक्स कमा वाइ। अनि क्यू भन्ने पोजिसनमा पुग्दा हामीले के गर्यौँ, भेलोसिटी है, भेलोसिटीलाई के सपोज गराएछ, क्यूसम्म पुग्दा फाइनल भेलोसिटीलाई भी मानेको छ हामीले। सुरुमा इलेक्ट्रोनको भेलोसिटी कति रहेछ, यु रहेछ है। यति कुरा क्लियर छ? यस म्याम। अब यो फिगरको कन्स्ट्रक्सन पार्टमा हेरौँ है। हामीसँग ब्याट्रीमा त कनेक्ट गरेका छौँ हामीले हाई टेन्सन ब्याट्री। हाई टेन्सन ब्याट्री छ भने चाहिँ त्यहाँ केही न केही भोल्टेज हुन्छ, पोटेन्सियल डिफरेन्स, केही न केही पोटेन्सियल डिफरेन्स अर भोल्टेज हुन्छ है। अब त्यो दुईटा प्लेट बिचको भोल्टेजलाई चाहिँ हामीले जेनरली केले रिप्रेजेन्ट गर्छौँ तपाईँहरूले भन्दाखेरि क्यापिटल भी है। कन्फ्युज नहुनुहोस् है, यहाँ मैले क्यापिटल भी लेख्ने भनेको यो चाहिँ के हो, तपाईँहरूको पोटेन्सियल डिफरेन्स अथवा भोल्टेज। अनि भीलाई यसरी लेखेको भनेको चाहिँ भेलोसिटी है, यो चाहिँ फाइनल भेलोसिटी हो तपाईँहरूको है। भीलाई मैले यसरी घुमाएर लेखेँ भने चाहिँ भेलोसिटी, स्मल लेटर भी, क्यापिटल लेटर भी चाहिँ के हुने भयो तपाईँहरूको, पोटेन्सियल डिफरेन्स हुने भयो। यति पार्ट क्लियर छ तपाईँहरूको? अब तपाईँहरूलाई यहाँ के आइडिया चाहिन्छ भन्दाखेरि प्रोजेक्टाइलको केही पार्टहरू चाहिन्छ कि। प्रोजेक्टाइलमा चाहिँ तपाईँहरूले के पढ्नु भएको थियो भन्दाखेरि यहाँ हेर्नुहोस् है, प्रोजेक्टाइलमा तपाईँहरूले हरिजेन्टल एक्स एक्सिस र वाइ एक्सिस बनाउँदाखेरि है, यदि हरिजेन्टल एक्सिस बनाउनु भयो भने हरिजेन्टल एक्सिसमा एसोरेसन के हुन्छ भनेर पढ्नु भएको थियो, 0। हरिजेन्टल एक्सिसमा हामीले के भनेर पढाएको थियौँ, एसोरेसन ड्यू टु ग्राभिटी चाहिँ हरिजेन्टलमा है तपाईँहरूको एक्स डिरेक्सनमा चाहिँ के हुँदो रहेछ, 0 हुँदो रहेछ। तपाईँहरूले युनिफर्म भेलोसिटी, युनिफर्म एसोरेसन भन्ने बित्तिकै के बुझ्नु भएको थियो, युनिफर्म भने के होला, खै युनिफर्मको मिनिङ के हो, चेन्ज हुने कि नहुने, बरा इक्वल्ली नै ट्राभल गर्ने। प्रोजेक्टाइलमा तपाईँहरूले पढ्नु भएको थियो है, त्यसमा तपाईँहरूले युनिफर्म भेलोसिटी, युनिफर्म एसोरेसन भनेर पढ्नु भएको थियो है। अब युनिफर्म एसोरेसनको मिनिङ के हो त, when an object travels के थियो, इक्वल भेलोसिटी इन इक्वल इन्टरभल अफ टाइम हैन, इक्वल भेलोसिटी इक्वल इन्टरभल अफ टाइममा उसले के गरिरहेछ, एक्वायर गरिरहेछ भने त्यति बेला के हुने हो, तपाईँहरूको युनिफर्म एसोरेसन हुने हो। एसोरेसन भनेको के पढ्नु भएको थियो, चेन्ज इन भेलोसिटी विथ रेस्पेक्ट टु टाइम हैन, डिभी बाई डिटी भनेर पढ्नु भएको थियो। अब यहाँ इलेक्ट्रोन तपाईँहरूको के भइरहेछ, अपवर्ड मुभ भइरहेछ है। अनि इलेक्ट्रिक फिल्डले गर्दा क्रिएट भएको फोर्स कुन हुन्छ हाम्रो, इलेक्ट्रिक फिल्डले गर्दा क्रिएट भएको फोर्स के हुन्छ, इलेक्ट्रिक फोर्स हुन्छ है। के फोर्स हुने रहेछ तपाईँहरूको, इलेक्ट्रिक फोर्स। अस्ति हामीले मिलिकन्स ओइल ड्रपमा इलेक्ट्रिक फोर्सको फर्मुला पढाएको थियौँ है। के पढ्नु भएको थियो तपाईँहरूले, एफई इक्वल्स टु क्यू टाइम्स ई भनेर पढ्नु भएको थियो। यो फर्मुला अप्लाई गर्नु भएको थियो है। यो चाहिँ के हो, इलेक्ट्रिक फोर्सको फर्मुला हो है। अब तपाईँहरूले के याद गर्नु पर्यो भन्दाखेरि यो पार्टमा युनिफर्म एसोरेसनको मिनिङ के होला, युनिफर्म एसोरेसन भन्ने बित्तिकै कसैले भन्न सक्नुहुन्छ, खै अघि भर्खर मैले भनिदिइरहेको थिएँ।
हेलो खै सुत्नु भयो कि क्या हो तपाईहरु गगना Yes, ma'am. युनिफर्म एसुरेसनको मिनिङ के होला त अथवा युनिफर्म भेलोसिटी भनेको के हो इक्वल डिस्टेन्स एन्ड इक्वल इन्टरभल अफ टाइम होइन भेलोसिटी के हुने हो युनिफर्म भनेको इक्वल हुने हो है तपाईहरुको भेलोसिटी के हुन्छ युनिफर्म हुन्छ अब युनिफर्म एसुरेसनको मिनिङ चाहिँ के होला त सपोज यहाँ हेर्नुहोस् है मैले कन्सेप्ट बुझ्नुहोस् है तपाईहरुलाई मैले युनिफर्म एसुरेसनको मिनिङ सोध्दैछु तपाईहरुले एसुरेसन भनेको के पढ्नु भएको थियो भने dv/dt भनेर पढ्नु भएको थियो है यसको मिनिङ के थियो चेन्ज इन भेलोसिटी विथ रेस्पेक्ट टु टाइम थियो है एसुरेसनको मिनिङ यही हो अब तपाईहरुले यहाँ हेर्नुस् त हरिजेन्टलमा तपाईहरुको इलेक्ट्रोन कसरी मुभ भइराछ भन्दाखेरि युनिफर्म भेलोसिटी है युनिफर्म भेलोसिटीले चाहिँ मुभ भइराछ रे है युनिफर्म भेलोसिटी भनेपछि त भेलोसिटी इक्वल हुनु पर्यो इक्वल इन्टरभल अफ टाइममा के हुनु पर्यो युनिफर्म हुनु पर्यो अब तपाईहरुले एसुरेसनको फर्मुला एउटा अर्को पनि पढ्नु भएको थियो त्योबाट चाहिँ तपाईहरुले क्लियरली बुझ्नुहुन्छ है एसुरेसनको फर्मुला के पढ्नु भएको थियो v माइनस u गरेर पढ्नु भएको थियो v माइनस u/t भनेर पढ्नु भएको थियो यो फर्मुला v इक्वल्स टु u प्लस at फर्मुला पढ्नु भएको थियो Yes, ma'am. v इक्वल्स टु u प्लस at फर्मुला पढ्नु भएको थियो भने यो u अपोजिट साइडमा जाँदा नेगेटिभ हुन्छ v माइनस u डिभाइडेड बाइ t बराबर एसुरेसन हेर्नुस् त के रहेछ एसुरेसन भनेको त यो dv को मिनिङ के हो चेन्ज इन भेलोसिटी हैन dv को मिनिङ के हो चेन्ज इन भेलोसिटी यदि तपाईहरुको भेलोसिटी युनिफर्म छ भने त चेन्ज इन भेलोसिटी कति भयो त 0 चेन्ज इन भेलोसिटी कति हुने भयो 0 हुने भयो है यदि युनिफर्म भेलोसिटी छ भने जहिले पनि के हुने रहेछ तपाईहरुको एसुरेसन ए चाहिँ जहिले पनि के हुने रहेछ 0 हुने रहेछ अब हेर्नुस् है इलेक्ट्रोन कसरी मुभ भइराछ हरिजेन्टली मुभ भइराछ हेर्नुस् त हरिजेन्टल डिस्टेन्समा मुभ भइराछ यहाँ हेर्नुस् त इलेक्ट्रोन त यसरी मिडवेमा मुभ भइराछ हरिजेन्टली तर हरिजेन्टल डाइरेक्सनमा हामीले के भनेको छौं युनिफर्म भेलोसिटी यदि युनिफर्म भेलोसिटी छ भने एसुरेसन के हुँदो रहेछ 0 हुँदो रहेछ अनि तपाईहरुले एउटा फर्मुला पढ्नु भएको थियो है इक्वेसन अफ मोसनमा के फर्मुला पढ्नु भएको थियो भने s इक्वल्स टु ut प्लस हाफ at स्क्वायर यो फर्मुला पढ्नु भएको थियो s इक्वल्स टु ut प्लस हाफ at स्क्वायर यो फर्मुला पढिरहे थियौं Yes, ma'am. अनि s भनेको के थियो डिस्टेन्स s भनेको के थियो डिस्टेन्स अब यहाँ हेर्नुस् त यो फिगरमा इलेक्ट्रोनको यहाँ हेर्नुस् त p पोइन्टमा पुग्दा डिस्टेन्स कति सपोज गरेछ हामीले x सपोज गरेछ यदि तपाईहरुले q मा सपोज गरे पनि हुन्छ है जुन पोइन्टलाई कन्सिडर गर्ने हो त्यही पोइन्टलाई के सपोज गर्नु पर्यो डिस्टेन्स सपोज गर्नु पर्यो यहाँ हेर्नुस् त मैले के सपोज गरेको छु x अनि यो s भनेको डिस्टेन्स हो भनेपछि s को ठाउँमा के लेख्न पाइयो हेर्नुस् त यहाँ के लेखेको छ बुकले तपाईहरुको यहाँ बुकले s लेखेको छ है बुझ्यो यो के रहेछ यो x कसरी आयो u भनेको के हो तपाईहरुको इलेक्ट्रोनको इनिशियल भेलोसिटी है अब इलेक्ट्रोनले ट्राभल गर्दा टाइम कति लियो त हामीले टाइमलाई के कन्सिडर गर्यौं t नै कन्सिडर गर्यौं है प्लस 1/2 को 1/2 अनि फर्मुलामा हेर्नुस् त एसुरेसन के हुँदो रहेछ 0 हुँदो रहेछ किन युनिफर्म भेलोसिटी तपाईहरुको हरिजेन्टली भनेको x डाइरेक्सनमा हेर्दाखेरि चाहिँ युनिफर्म भेलोसिटी हुँदा एसुरेसन के हुँदो रहेछ 0 हुँदो रहेछ त्यही भएर यहाँ हेर्नुस् त बुकले डाइरेक्ट के गर्देको छ यहाँ 0 लेखेको छ अनि यहाँ पढ्नुस् है यहाँ हेर्नुस् त यहाँ के लेखेको छ इन सच मोशन अफ इलेक्ट्रोन द भेलोसिटी अलोङ हरिजेन्टल डाइरेक्सन इज युनिफर्म that is acceleration along x direction
AX इक्वल्स टु 0। हेर्नुहोस् है, इलेक्ट्रोन त हाम्रो हरिजेन्टली मुभ भएको छ नि त, विथ युनिफर्म भेलोसिटी। हामीले के कन्सिडर गरेका छौँ, युनिफर्म भेलोसिटी। युनिफर्म भेलोसिटी हुँदा जहिले पनि एसिलेरेसन के हुँदो रहेछ, 0 हुँदो रहेछ। अनि तपाईँहरूले के गर्नुभयो, फर्मुला युज गर्नुभयो है। कुन फर्मुला हेर्नुहोस् त, यहाँ बुकमा लेखेकै छ, इक्वेजन अफ मोसन है। फर्मुला के हो, एस इक्वल्स टु युटी प्लस हाफ एटी स्क्वायर। यसमा एस को ठाउँमा के रहेछ, एस भनेको डिस्टेन्स हो। एस भनेको यो एस भनेको तपाईँहरूको के भयो, डिस्टेन्स हो है। एस भनेको डिस्टेन्स हो। डिस्टेन्सलाई हामीले हरिजेन्टल डिस्टेन्सलाई के मानेको छ, एक्स मानेको छ है। यो चाहिँ तपाईँहरूको के हो, हरिजेन्टल डिस्टेन्स हो है। हरिजेन्टल डिस्टेन्स कसले ट्राभल गरेको, इलेक्ट्रोन। बुझ्यो यति पार्ट। हरिजेन्टल डिस्टेन्स के रहेछ। अब यहाँ हेर्नुहोस् त, 0ले जुन टर्मलाई मल्टिप्लाई गरे पनि है, तपाईँहरूको 0ले जुन टर्मलाई यहाँ मल्टिप्लाई गरे पनि यो टर्म हेर्नुहोस् त, यो पार्ट त 0 भयो, यो पार्ट के भयो, 0 भयो। भनेपछि एक्स इक्वल्स टु के आयो, युटी आयो। यो एक्स भनेको के हो, हरिजेन्टल डिस्टेन्स हो है। अब सिमिलरली तपाईँहरूले हेर्नुहोस् त, यो इलेक्ट्रोन मैले बनाएको फिगरमा यहाँ त वाइ पनि छ नि, पोइन्ट पीमा हेर्नुहोस् त है, यो जुन पोइन्ट पीमा यहाँ त अपवार्ड वाइ पनि छ। अघि मैले तपाईँहरूलाई यहाँ एक्स र वाइ कोअर्डिनेट बनाए जस्तै। अब भर्टिकल डिस्प्लेसमेन्ट के हुन्छ त, हेर्नुहोस् है, भर्टिकली के हुने भयो, यहाँ हेर्नुहोस् त, द डिस्प्लेसमेन्ट अफ इलेक्ट्रोन, द डिस्प्लेसमेन्ट अफ इलेक्ट्रोन अलोङ वाइ डिरेक्सन है। माथि तपाईँहरूले वाइ डिरेक्सन बनाउँदाखेरि अब त्यही फर्मुला हो। फर्मुला के हो तपाईँहरूको, एस इक्वल्स टु युटी प्लस हाफ एटी स्क्वायर नै हो है। अब यहाँ हेर्नुहोस्, एस भनेको अपवार्ड हेर्दा के हुने भयो, तपाईँहरूले यसरी भर्टिकली एक्स एक्सिस र वाइ एक्सिस बनाउँदा है, कोअर्डिनेट्स के हुन्छ तिम्रो, तपाईँहरूको यो पार्ट भनेको के हुने भयो, एक्स कोअर्डिनेट। अनि माथिकोलाई हामीले केले रिप्रेजेन्ट गर्छौँ, वाइ कोअर्डिनेट। अब माथि ट्राभल गरेको डिस्टेन्स हेर्नुहोस् त, भर्टिकल डिस्टेन्स त यो हो नि त, ओरिजिन यहाँबाट माथि ट्राभल गरेको डिस्टेन्सलाई हामीले के सपोज गरेको छ, वाइ। भनेपछि भर्टिकल है, वाइ डिरेक्सनमा तपाईँहरूको ट्राभल गरेको यो पार्ट हेर्नुहोस् है, यो एसको ठाउँमा के आयो, वाइ। अब यहाँ हेर्नुहोस् त, यहाँ किन 0 आयो होला, यो 0 भनेको तपाईँहरूको के हो, इनिसियल भेलोसिटी हो है। यो चाहिँ के हो, युवाई हो के। इलेक्ट्रोन हेर्नुहोस् है, इलेक्ट्रोन तपाईँहरूको हरिजेन्टली मुभ भएको छ कि भर्टिकल्ली, इलेक्ट्रोन तपाईँहरूको कसरी मुभ भएको छ भन्नुहोस् त, हरिजेन्टली छ कि भर्टिकल्ली, हरिजेन्टली छ है। भर्टिकल्ली त माथि मुभ भएको छैन, तपाईँहरूको भर्टिकली के भएको छ, माथि मुभ भएको छैन। भनेपछि माथिको डिरेक्सनमा इनिसियल भेलोसिटी के हुने भयो, 0 हुने भयो है। माथिको पार्टमा तपाईँहरूको माथि मुभ भएको छैन है, माथि मुभ भएको छैन भनेपछि के हुने भयो, 0 हुने भयो। यहाँ हेर्नुहोस् है, यो इलेक्ट्रोन जुन छ नि, यो जुन इलेक्ट्रोन छ यो त तपाईँहरूको यसरी मुभ भयो नि त। अब यसैमा तपाईँहरूले एक्स एक्सिस र वाइ एक्सिस हेर्नुहोस् त, यसरी एक्स एक्सिसमा मुभ भयो, माथि त मुभ भएको छैन स्टार्टिङ पोइन्टमा होइन, माथि वाइ एक्सिसतिर त मुभ भएको छैन। भने चाहिँ इनिसियल भेलोसिटी के छ होला त इलेक्ट्रोनको, जुन यु छ तपाईँहरूको वाइ एक्सिसमा चाहिँ के हुने भयो, 0 हुने भयो है। युवाई चाहिँ के हुने भयो, 0। यु भनेको के हो, इनिसियल भेलोसिटी अलोङ वाइ एक्सिस है। यो युवाई को मिनिङ के हो तपाईँहरूको, इनिसियल भेलोसिटी अलोङ के हुने हो, वाइ एक्सिस है। तपाईँहरूको वाइ एक्सिसमा चाहिँ के हुने भयो, 0 हुने भयो, किनभने हाम्रो इलेक्ट्रोन कता मुभ भएको छ, हरिजेन्टली मुभ भएको छ। त्यही भएर तपाईँहरूको यहाँ तल चाहिँ युको टर्म है, तपाईँहरूको यहाँनिर तल चाहिँ युको टर्म चाहिँ के आएको छ, 0 आएको छ। भनेपछि माथि हेर्नुहोस् त, यो पार्टमा कति एन्सर आउने भयो, वाइ इक्वल्स टु हाफ एटी स्क्वायर। किन, एस इक्वल्स टु युवाइटी प्लस हाफ एटी स्क्वायर युज गर्यौँ होइन। एस भनेको तपाईँहरूको भर्टिकलमा के छ, एस भनेको त तपाईँहरूको वाइ छ, अनि युवाई को भ्यालु के छ, 0 छ, 0 टाइम्स टी प्लस। अब एसिलेरेसन हेर्नुहोस् है, एसिलेरेसन अघि किन 0 भएको थियो,
युनिफर्म भेलोसिटी भएर है एक्स एक्सिसमा मुभ भएको भेलोसिटी युनिफर्म थियो तर तपाईहरुको वाई एक्सिसमा त युनिफर्म भएको छैन भेलोसिटी चेन्ज हुन्छ भेलोसिटी चेन्ज हुँदाखेरि अथवा नन युनिफर्म हुँदाखेरि तपाईहरुको एसिलेरेसन चाहिँ के हुन्छ त्यसको केही न केही भ्यालु हुन्छ है अब 0 ले t लाई मल्टिप्लाई गर्दा 0 नै आउँछ y इक्वल्स टु कति आउने भो यहाँ 1/2 छुट्यो है y इक्वल्स टु हाफ at स्क्वायर यो पार्ट आउने भो हामीले के गर्यौं इक्वेसन अफ मोसन यही फर्मुला युज गर्यौं है दुईटै केसमा के गर्यौं दुईटै केसमा x एक्सिस र y एक्सिस छुट्याइदियौं के x एक्सिसलाई छुट्याइदियौं y एक्सिसलाई छुट्याइदियौं x एक्सिसमा एसिलेरेसन 0 हुँदो रहेछ y एक्सिसमा के हुँदो रहेछ तपाईहरुको इनिशियल भेलोसिटी 0 हुँदो रहेछ एसिलेरेसन चाहिँ 0 हुँदो रहेन रहेछ ठीक छ यति पार्ट यस म्याम केही कन्फ्युजन छ एक्स एक्सिसमा के हुन्छ भन्दा युनिफर्म भेलोसिटी सम्झिने है एक्स एक्सिसमा इलेक्ट्रोन त एक्स एक्सिसमै मुभ भएको हो नि त त्यही भएर भेलोसिटी चाहिँ युनिफर्मली मुभ भयो युनिफर्म भनेको त इक्वल हो अनि इक्वल यदि भेलोसिटी इक्वल छ भने त चेन्ज इन भेलोसिटी त 0 आउँछ हैन चेन्ज इन भेलोसिटी 0 हुने भयो नि त डिफरेन्स इन भेलोसिटी 0 हुने भयो तर y एक्सिसमा चाहिँ के हुन्छ नन युनिफर्म भेलोसिटी हुनुको मिनिङ के हो y एक्सिसतिर त तपाईको इनिशियल भेलोसिटी नै छैन 0 छ भनेपछि त फाइनल भेलोसिटीमा केही न केही चेन्जेस आउँछ त्यही भएर y को पार्टमा हाफ at स्क्वायर आयो अब यति पार्ट पछि तपाईहरुले के पढ्नुहुन्छ भने मैले अघि भर्खर के लेखेको थिए तपाईहरुलाई फोर्स है जहिले पनि हामीले के गर्छौं भने फोर्सहरु एकअर्कासँग ब्यालेन्स हुनुपर्छ है फोर्स के हुनुपर्छ एकअर्कासँग ब्यालेन्स अब हिजो तपाईहरुले के पढ्नु भएको थियो इलेक्ट्रोस्टैटिक फोर्स भनेर पढ्नु भएको थियो जहाँ इलेक्ट्रिक फिल्ड हुन्छ त्यहाँ भएको फोर्स के हो इलेक्ट्रोस्टैटिक फोर्स हो यो फोर्सलाई मैले एफ ई ले रिप्रेजेन्ट गरे भने यसको फर्मुला जहिले पनि के हो चार्ज इन्टु इलेक्ट्रिक फिल्ड है क्यापिटल ई भनेको के हो इलेक्ट्रिक फिल्ड अनि तपाईहरुको इलेक्ट्रोन हेर्नुस् है इलेक्ट्रोन त के भएको छ माथि डिफ्लेक्ट भइराछ तर ग्राभिटीले यदि मोसनमा छ भने त्यहाँ त केही न केही एसिलेरेसन तपाईहरुको के हुन्छ एसिलेरेसन हुन्छ है के हुने रहेछ एसिलेरेसन हुने रहेछ अनि हामीले फोर्स F इक्वल्स टु है दुईटा फोर्स ब्यालेन्स हुन्छ तपाईहरुको है एउटा फोर्सलाई हामीले के भन्छौं मेकानिकल फोर्स भन्छौं यहाँ हेर्नुस् है इलेक्ट्रिक फिल्डले तपाईहरुको मेकानिक्समा तपाईहरुले मेकानिकल फोर्सको फर्मुला के पढ्नु भएको थियो F इक्वल्स टु ma पढ्नु भएको थियो मेकानिक्समा पढेको फोर्सको फर्मुला के थियो F इक्वल्स टु ma हैन तपाईहरुले मेकानिक्स च्याप्टरमा पढेको फोर्स त यही हो जहिले पनि के हुन्छ दुईटा फोर्सले एकअर्कालाई ब्यालेन्स गर्छ भनेपछि मैले यसलाई अहिले F1 भनेर लेखे अब कन्डिसन के हुने भयो तपाईहरुको Fe इक्वल्स टु F1 हुने भयो है अब भ्यालु सब्स्टिट्युट गर्नुस् त Fe को फर्मुला के थियो Fe को फर्मुला के थियो QE यो Q को मिनिङ के थियो हेर्नुस् त तपाईहरुले मिलिकन्स वोल्टमा यो Q भनेको चार्ज भनेर पढ्नु भएको थियो है यो Q भनेको के थियो चार्ज के को थियो इलेक्ट्रोनको थियो अब तपाईहरुले Q नै लेखे पनि हुन्छ अथवा इलेक्ट्रोनको चार्जलाई E ले रिप्रेजेन्ट गरे पनि हुन्छ एउटै कुरा हो तपाईहरुले यसैलाई आइदर E और तपाईहरुले स्मल q ले रिप्रेजेन्ट गरे पनि हुन्छ केही फरक पर्दैन तर के हो यो भनेको चाहिँ चार्ज हो भनेर माइन्डमा सेटअप गर्नु पर्यो अब सपोज मैले E ले नै रिप्रेजेन्ट गरे तपाईहरुको बुकमा पनि सजिलो हुन्छ है E को फर्मुला यहाँ के छ हेर्नुस् त स्मल e इन्टु यो के हो इलेक्ट्रिक फिल्ड हो है इक्वल्स टु F1 को ठाउँमा के लेख्न पाए हेर्नुस् त ma लेख्न पाए अब यहाँबाट हेर्नुस् त यो m लाई अपोजिट साइडमा ल्यायो भने के लेख्न मिल्छ e टाइम्स क्यापिटल E होल डिवाइडेड बाइ m इक्वल्स टु एसिलेरेसन यो a भनेको तपाईहरुको के हो एसिलेरेसन हो है E बाइ m यति पार्ट क्लियर छ दुईटा फोर्सलाई के गर्यौं हामीले ब्यालेन्स गर्दैम एउटा चाहिँ तपाईहरुको स्विच अन गर्ने बित्तिकै इलेक्ट्रिसिटी हुन्छ त्यसले गर्दा इलेक्ट्रिक फिल्ड क्रिएट हुन्छ इलेक्ट्रिक फिल्डको फोर्सको नाम के रहेछ इलेक्ट्रोस्टैटिक फोर्स अथवा इलेक्ट्रिक फोर्स भयो
अनि तपाईहरुको अर्को चाहिँ नर्मल फोर्स है, जसलाई हामीले मेकानिकल फोर्स भन्छौँ। मेकानिकल फोर्स जेनरल फोर्सको फर्मुला के रहेछ? एमए रहेछ। भनेपछि दुईटा के गर्नुभयो? दुईटा फोर्सलाई तपाईहरुले ब्यालेन्स गरिदिनु भयो है। अनि तपाईहरुले इलेक्ट्रिक है, इलेक्ट्रिक फिल्ड चाहिँ के हो तपाईहरुको? इलेक्ट्रिक फिल्ड भनेको जहिले पनि क्यापिटल ई हो है। हामीले कहिलेकाहीँ यसलाई भेक्टरमा पनि रिप्रेजेन्ट गर्छौँ। इलेक्ट्रिक फिल्डको फर्मुला के थियो भने तपाईहरुको क्यापिटल ई इलेक्ट्रिक फिल्डको फर्मुला पोटेन्शियल डिफरेन्स डिभाइडेड बाई डिस्टेन्स बिट्विन टु प्लेट्स भनेर फर्मुला थियो है। पोटेन्शियल डिफरेन्स भनेको तपाईहरुको भोल्टेज है, भोल्टेज डिभाइडेड बाई डिस्टेन्स। अब अघिको फिगरमा हेर्नुस् त, यो फिगरमा हेर्नुस् त, यो फिगरमा तपाईहरुको डिस्टेन्स बिट्विन टु प्लेट्स के छ त? यहाँ हेर्नुस् त, मैले यो प्लेट, यी प्लेटको यो स्टार्टिङ यहाँ अनि यो प्लेटको यहाँ दुईटाको डिस्टेन्सलाई के सपोज गरेको छु हेर्नुस् त, स्मल डी। डिस्टेन्स बिट्विन टु प्लेट कन्फ्युज नहोस् है स्मल डी र क्यापिटल डी मा। दुईटा प्लेट बिचको डिस्टेन्स चाहिँ डी अनि लेन्थ चाहिँ तपाईहरुको यो जुन प्लेटको स्टार्टिङ यहाँ हेर्नुस् है, स्टार्टिङ यहाँदेखि यो जुन लेन्थ छ, यो लेन्थ चाहिँ हामीले के सपोज गर्छौं? डी भनेर सपोज गर्छौं है। तपाईहरुको लेन्थ अफ द प्लेट चाहिँ डी रहेछ अनि डिस्टेन्स बिट्विन टु प्लेट्स दुईटाको बिचको जुन ग्यापिङ छ नि, ग्यापिङ चाहिँ के रहेछ तपाईहरुको? स्मल डी। अब यहाँ हेर्नुस् त, यो फर्मुला अनुसार मैले यहाँ के लेख्न पाएँ? क्यापिटल ई इक्वल्स टु पोटेन्शियल डिफरेन्स भोल्टेजलाई अघि केले डिफाइन गरेको थियो? क्यापिटल वी। डिस्टेन्सलाई के थियो? स्मल डी। अब यो ई को ठाउँमा भ्यालु हाल्दिनुस् त के आउँछ? ई टाइम्स के छ? ई बाई एम इन्टु वी बाई डी इक्वल्स टु एसिलेरेसन। देयरफोर एसिलेरेसन इक्वल्स टु कति आयो? ईभी बाई एम टाइम्स डी आयो। यो बुझ्यो? यस म्याम। के नसम्झिने? हामीले के गर्यौं? सुरुमा इक्वेसन अफ मोसन युज गर्यौं, एक्स एक्सिसको लागि पनि वाइ एक्सिसको लागि पनि। अनि त्यसपछि के सम्झिने? दुईटा फोर्स हुँदो रहेछ, दुईटा फोर्सलाई ब्यालेन्स गर्नुपर्छ भन्ने सम्झिने। एउटा फोर्स चाहिँ तपाईहरुले स्विच अन गर्ने बित्तिकै इलेक्ट्रिक फोर्स भयो, अर्को फोर्स चाहिँ तपाईहरुको नर्मल फोर्स जसलाई हामीले मेकानिकल फोर्स भन्छौं। मेकानिकल फोर्सको फर्मुला थाहा छ, एफ इक्वल्स टु एमए। अनि इलेक्ट्रिक फोर्सको फर्मुला तपाईहरुले क्यापिटल क्यूई अथवा चार्जलाई तपाईहरुले ई मान्नु भएको छ भने स्मल ई र क्यापिटल ई को प्रोडक्ट माने पनि हुन्छ। क्यापिटल ई भनेको चाहिँ जहिले पनि के रहेछ? इलेक्ट्रिक फिल्ड रहेछ। यहाँ ए सम्म निकालेको भ्यालु ठीक छ? यहाँसम्म कसैलाई केही कन्फ्युजन छ? ए को भ्यालुको पार्टमा यहाँ हेर्नुस् त, हामीले के गर्यौं? तपाईहरुको यो पार्टमा है, यहाँ के गर्यौं? ए को भ्यालु निकाल्यौं है, ईभी बाई एमडी गरेर ए को भ्यालु निकाल्यौं। अब अघि हेर्नुस् त, तपाईले यहाँ वाइ इक्वल्स टु के लेख्नु भएको छ? यो इक्वेसनमा हेर्नुस् है, यो इक्वेसन देखिएको छ यहाँ हेर्नुस् त। वाइ इक्वल्स टु हामीले के गरेको छ हेर्नुस् त? 1/2 एटी स्क्वायर निकालेको छ, देखिरहेछ? यहाँ हेर्नुस् त, मैले हाइलाइट गरिरहेको छु है। वाइ इक्वल्स टु एटी स्क्वायर। यो ए को भ्यालु चाहिँ के गर्छौं? अब सब्स्टिट्युट गर्छौं। यो जुन ए छ, यो ए लाई चाहिँ यहाँ लगेर हामीले के गर्यौं? सब्स्टिट्युट गर्यौं। ठीक छ रचनाजी? ठीक छ? कसैलाई केही कन्फ्युजन छ यहाँ यो पार्टमा? नो म्याम। है केही कन्फ्युजन छ भने सोध्नुस् है। त्यतिको लागि क्लास लिइरहनु भएको छ। एकदम मेरो स्पिड फास्ट भएको छ भने पनि भन्नुस् है। तपाईहरुले मलाई रिमाइन्ड गराउनु पर्छ है। फास्ट भयो भने फास्ट भयो, अलि स्लो गर्नुस् भनेर।
अब मैले के गरिदिएँ भने यहाँ हेर्नुहोस् है, तपाईँहरूलाई अहिले सजिलो हुन्छ। हामीले के गर्यौँ, यो ए को भ्यालु चाहिँ यहाँ सब्स्टिट्युट गर्यौँ। मैले अहिले तपाईँहरूको यो जुन वाई को भ्यालु छ नि, वाई को भ्यालु हेर्नुहोस् है, यो वाईमा मैले सब्स्टिट्युट गरेँ भने के आउने भयो हेर्नुहोस् त, y इक्वल्स टु 1/2, ए को ठाउँमा के हाल्न पाइयो, इभी डिभाइडेड बाई एम टाइम्स डी अनि डिभाइडेड बाई कति आयो, टी स्क्वायर आयो है। यति पार्ट आयो, हेर्नुहोस् त यति पार्ट आयो। अब हामीलाई टाइमको भ्यालु थाहा छ त, कति टाइम लाग्यो होला त इलेक्ट्रोनले ट्राभल गर्न, थाहा छैन। तर तपाईँहरूको इलेक्ट्रोन हरिजेन्टली मुभ भएको छ कि भर्टिकली मुभ भएको छ, हरिजेन्टली है। भनेपछि तपाईँहरूले के गर्नु पर्यो भने यहाँ हरिजेन्टली भनेर लेख्नु पर्यो है, हरिजेन्टली। अब तपाईँहरूले के फर्मुला पढ्नु भएको थियो भने, यदि हरिजेन्टल भेलोसिटी हेर्ने हो भने है, हरिजेन्टल भेलोसिटीको फर्मुला के थियो, तपाईँहरूले भेलोसिटी इक्वल्स टु के पढ्नु भएको थियो, डिस्टेन्स बाई टाइम टेकन पढ्नु भयो फर्मुला हो, यही फर्मुला पढ्नु भयो। अब हरिजेन्टल भेलोसिटी भनेको इलेक्ट्रोनले सुरुमा ट्राभल गरेको हरिजेन्टल भेलोसिटी के हो त, तपाईहरुको इलेक्ट्रोनले ट्राभल गरेको भेलोसिटी के थियो, यु थियो। अनि डिस्टेन्स हेर्नुस् त, हरिजेन्टल डिस्टेन्स कुन हो, यहाँ अगाडि नै के छ, हरिजेन्टल डिस्टेन्सलाई तपाईहरुले के सपोज गर्नु भएको छ, एक्स। टाइम टेकनलाई के मानेको छ, स्मल टी। अब यहाँबाट टी को भ्यालु निकाल्नुस् त के आउँछ, टी इक्वल्स टु एक्स डिभाइडेड बाई यु आयो। हेर्नुस् त टी इक्वल्स टु कति आयो, एक्स डिभाइडेड बाई यु। यसलाई हामीले के गर्छौं भने यहाँ लगेर सब्स्टिट्युट गरिदिन्छौं। हेर्नुस् त y इक्वल्स टु 1/2 इभी बाई एमडी टाइम्स टी स्क्वायर छ। अब त्यो टी स्क्वायरमा चाहिँ के गर्छौं, भ्यालुलाई सब्स्टिट्युट गर्छौं है। कुन केसमा, हरिजेन्टली लिएर। इलेक्ट्रोन त सुरुमा हरिजेन्टली मुभ भएको छ, अनि हरिजेन्टल भेलोसिटी के छ तपाईहरुको, यु। डिस्टेन्स के छ, हरिजेन्टल डिस्टेन्स फिगरमा एक्स छ, टाइम टेकन टी छ। यति पार्ट बुझ्यो, यो बुझ्यो कि बुझेन, कन्फ्युजन भएको छ यसमा। हेर्नुस् त तपाईहरुले के गर्नुभयो, यहाँबाट y इक्वल्स टु हाफ एटी स्क्वायरमा पहिला a को भ्यालु सब्स्टिट्युट गर्नुभयो। दुईटा फोर्सलाई ब्यालेन्स गरेर निकालेको a को भ्यालु के गर्नुभयो, सब्स्टिट्युट गर्नुभयो। त्यसपछि के गर्नुभयो, टी स्क्वायर पनि छ नि त। अब टी स्क्वायरको भ्यालु पनि के गर्नु पर्यो, हाल्नु पर्यो के हामीले। तर कुन डिस्टेन्स लिने भन्दा हरिजेन्टली लियौं क्या हामीले। हरिजेन्टलको कन्डिसनमा v इक्वल्स टु डिस्टेन्स बाई टाइम टेकन। भेलोसिटी भनेको त तपाईहरुको डिस्टेन्स पर युनिट टाइम त डेफिनेसन हो। त्यही पार्टलाई हामीले के गर्यौं, युज गर्यौं। यहाँसम्म क्लियर छ, रचनाजी? यति पार्ट क्लियर भयो? ल अब यहाँ हेर्नुस् है, यो पार्टमा हामीले के गर्यौं, y इक्वल्स टु 1/2 एटी स्क्वायरमा a को भ्यालु पनि हाल्यौं, t को भ्यालु पनि हाल्यौं। कति आएको थियो, 1/2 a को भ्यालु कति थियो, इभी बाई एमडी आएको थियो हैन। टी स्क्वायरमा के हाल्नुभयो तपाईहरुले, x डिभाइडेड बाई u, यसको स्क्वायरिङ छ। अब हेर्नुस् त, सबैलाई तपाईहरुले एक्सचेन्ज गर्नु भने के आउँछ, 1/2 इभी बाई एमडी यु स्क्वायर टाइम्स एक्स स्क्वायर, यस्तो आउने भयो। हेलो, यस म्याम, यो बुझ्नुभयो यो कसरी आयो यस म्याम है। अब यहाँ हेर्नुस् है, तपाईहरुको मेन इम्पोर्टेन्ट क्वेसन के आउँछ भने कहिलेकाहीँ तपाईहरुको मोसन अफ इलेक्ट्रोन चाहिँ पाराबोलिक इन नेचर छ, प्रुभ गर्नु भनेर आउँछ है।
अनि तपाईहरुको यहाँ हेर्नुस् त मैले यो इक्वेजनको y को भ्यालु कति निकाले यति निकाले है यसलाई मैले यदि सेपरेटली यसरी लेख्न पाइयो x त माथि नै मल्टिप्लाई छ हैन अनि तपाईहरुको इक्वेजन अफ पाराबोला है तपाईहरुको पाराबोलाको इक्वेजन जहिले पनि के हुन्छ भन्दाखेरि y इक्वल्स टु कुनै कन्स्ट्यान्ट टर्म टाइम्स x स्क्वायर है यदि यस्तो खालको इक्वेजन छ भने यो चाहिँ तपाईहरुको के हो इक्वेजन अफ पाराबोला हो है अब यहाँ हेर्नुस् त यहाँ x स्क्वायर भेरिएबल हो यो a भनेको कन्स्ट्यान्ट हो अब यो पार्टमा हेर्नुस् त 1/2 कन्स्ट्यान्ट यदि इलेक्ट्रोन चार्जको भ्यालु थाहा छ भने यो पनि कन्स्ट्यान्ट यो क्यापिटल V भनेको के हो भोल्टेज तपाईहरुले कति भोल्टको ब्याट्री अप्लाई गर्नुभयो त तपाईहरुलाई नम्बरमा थाहा हुन्छ मास अफ इलेक्ट्रोन पनि थाहा हुन्छ यो स्मल d भनेको के थियो डिस्टेन्स बिट्विन टु प्लेट तपाईहरुले एक्सपेरिमेन्ट गर्दा दुईटा प्लेटलाई कतिको डिस्टेन्स फरकमा राख्नु भएको थियो त्यो पनि थाहा छ अनि इलेक्ट्रोनले मुभ हुँदा उसको इनिशियल भेलोसिटी कति थियो त्यो पनि थाहा छ भनेपछि यो सबै के रहेछ तपाईहरुको कन्स्ट्यान्ट रहेछ यहाँबाट के थाहा हुन्छ इक्वेजन अफ इलेक्ट्रोन चाहिँ तपाईहरुको के रहेछ पाराबोलिक नेचर रहेछ भनेर प्रुभ हुन्छ अघि फिगरबाट पनि हामीले माथि गएको भनेको माथि अपवार्ड डिफ्लेक्टेड भनेको त पाराबोलिक पाथ हो अघि चाहिँ के थियो फिगरबाट थाहा भएको थियो इलेक्ट्रोन मुभ अहिले चाहिँ हामीले के गर्यौं डिराइभ गरेरै के प्रुभ गर्यौं इक्वेजन अफ पाराबोला प्रुभ गर्यौं यहाँसम्म क्लियर छ खै यहाँसम्म बुझियो कि बुझिएन सोनीजी हजुर बुझे के यतिकै बुझे भन्नुभएको खै बुझ्यो कि बुझिएन यतिकै भने छैन मेरो स्कुलमा त यो पार्ट नै पढाइ भएन तर बुझ्न त बुझे हैन तपाईकोमा पढाइ भएको छैन ठीक छ हामीले तपाईलाई पछि रिकल हुन्छ हैन हामीले जस्ट के गर्दैछौं भने इक्वेजन अफ मोसन जुन पहिले पढ्नु भएको थियो हरिजन्टल र भर्टिकल चाहिँ छुट्याउनु पर्यो के क्लास 11 मा पढेको तपाईहरुको प्रोजेक्ट फाइल चाहिँ अलिअलि याद हुनु पर्यो थाहा छ त्यो प्रोजेक्ट फाइल है vx vy हरु त्यस्तो थाहा हुनु पर्यो त्यति कुरा हो रचना जी सुत्नु भयो क्या म्याम हजुरको यो स्लाइड एकचोटि अलिक माथि छाड्दिनु न अघिको माथि हजुर भर्टिकल डाइरेक्सन देखि चाहिँ पक्नुस् है त ठीक छ कि अझै माथि भयो हामीसँग यस्तो गर्नुहोस् है हामीसँग जम्मा एउटा इक्वेजन रहेछ s के रहेछ s इक्वल्स टु ut प्लस हाफ at स्क्वायर है s इक्वल्स टु ut प्लस हाफ at स्क्वायर इक्वेजन अफ मोसन छ अब तपाईहरुले के गर्नु पर्यो भने हरिजन्टलमा के हुन्छ भर्टिकलमा के हुन्छ निकाल्नु पर्यो हरिजन्टलमा हरिजन्टल डिस्टेन्स x हो भनेपछि s भनेको त डिस्टेन्स हो हाइट हो नि त तपाईहरुले हाइट s भनेर पढ्नु भएको थियो x को ठाउँमा x डिरेक्सनमा इलेक्ट्रोन मुभ हुँदा त युनिफर्म भेलोसिटी हुन्छ युनिफर्म भेलोसिटीमा एसुरेसन 0 हुन्छ सम्झिनु पर्यो है हरिजन्टलमा एसुरेसन 0 हुन्छ भर्टिकलमा चाहिँ के हुँदो रहेछ युनिफर्म तपाईहरुको इनिशियल भेलोसिटी 0 हुँदो रहेछ त्यति सम्झिने अनि तपाईहरुको दुईटा इक्वेजन आउँछ अनि मेन यो y इक्वल्स टु हाफ at स्क्वायरमा चाहिँ हामीले भ्यालु हाल्नु पर्यो है भ्यालु हाल्नु पर्यो के को भ्यालु हाल्नु पर्यो एसुरेसनको पनि हाल्नु पर्यो टाइमको पनि हाल्नु पर्यो अब एसुरेसन कसरी निस्किन्छ त भन्ने सम्झिने हो भने एसुरेसन तपाईहरुलाई थाहा छ फोर्स इक्वल्स टु ma भनेपछि फोर्स त जहिले पनि दुईटा फोर्स ब्यालेन्स हुनुपर्छ एउटा मेकानिकल फोर्स ma अर्को कुन फोर्स छ त तपाईहरुले स्विच अन गरेको भनेको त इलेक्ट्रिक फोर्स हो इलेक्ट्रिक फिल्डले क्रिएट गरेको फोर्स त्यो इलेक्ट्रोस्ट्याटिक फोर्स ई लाई चाहिँ के गर्नुभयो ब्यालेन्स गर्नुभयो त्यहाँबाट स्मल लेटर ए को भ्यालु निकाल्ने अनि लास्टमा टाइम निकाल्नु छ तर टाइम निकाल्ने फर्मुला त छैन हामीसँग कुन फर्मुला छ भेलोसिटी इक्वल्स टु डिस्टेन्स बाइ टाइम टेकन है भेलोसिटी इक्वल्स टु डिस्टेन्स बाइ टाइम टेकन फर्मुला छ अनि के गर्यौं त्यहाँबाट
तपाईहरुले टाइमको फर्मुला निकालेर सब्स्टिट्युट गरिदिनु भो। यति पार्ट क्लियर छ? यो तपाईले इलेक्ट्रिक फिल्ड इज इक्वल्स टु गर्नुभएको थियो नि पोटेन्शियल डिफरेन्स बाइ डिस्टेन्स वाला। हजुर। यो v बाइ d चाहिँ तपाईले यो एक्सिलरेसन e बाइ m मा लगेर हाल्नु भयो है? हो, e बाइ m मा हालेको हो। हामीले तपाईको फर्मुला त्यहाँ मैले डिलिट गरे होला। तपाईको फर्मुला के थियो नि पक्नुस् है, म यहाँनिर लेख्छु। के फर्मुला थियो भने हाम्रो MA इक्वल्स टु हामीले चार्जलाई स्मल ई मान्यौं टाइम्स के थियो इलेक्ट्रिक फिल्ड के। यो इलेक्ट्रिक फिल्डको भ्यालु चाहिँ यहाँबाट के गरेको सब्स्टिट्युट गरेको। दुईटा फोर्सलाई यो दुईटा फोर्स हो नि त, यो दुईटा फोर्सलाई ब्यालेन्स गर्दाखेरि हालेको। देखियो? हजुर देखियो। है एमए एउटा फोर्स त मेकानिकल फोर्स एमए हो हैन। अर्को फोर्स किन भन्दा तपाईहरुले इलेक्ट्रिक फिल्ड प्रोवाइड गर्नु भएको छ नि त। तपाईहरुको यो टपिकको नामै के छ हेर्नुस् त, मोसन अफ इलेक्ट्रोन इन युनिफर्म इलेक्ट्रिक फिल्ड के। इलेक्ट्रिक फिल्ड चाहिँ युनिफर्म छ है। अनि इलेक्ट्रिक फिल्डको फर्मुला चाहिँ के हो पोटेन्शियल डिफरेन्स बाइ डिस्टेन्स। यो चाहिँ तपाईहरुले क्लास 11 मै पढ्नु भएको थियो है। इलेक्ट्रोस्ट्याटमा पढेको कुरा हो, यो बिर्सिनु भयो होला, त्यो बेग्लै कुरा हो हैन। तर हामीले भोल्टेज बाइ डिस्टेन्स भनेर फर्मुला पढेको थियौं। त्यही फर्मुलालाई हामीले युज गर्यौं। अनि गर्दा कति आयो ए को भ्यालु EV बाइ टाइम्स D आयो है। E को भ्यालु हालेर मल्टिप्लाई गरिदिनुस् न, E इन्टु V बाइ D गरेर निकाल्ने हो। बुझ्यो कसरी आयो? हजुर। त्यहाँबाट ए को भ्यालु निकाल्यौं अनि ए लाई सब्स्टिट्युट गर्दिने, टी लाई पनि के गर्ने हरिजेन्टल युज गरेर सब्स्टिट्युट गर्दिने। सब्स्टिट्युट गरेपछि y को भ्यालु आउँदो रहेछ। अनि y को भ्यालु चाहिँ पाराबोलिक छ भन्नको लागि x स्क्वायरलाई सेपरेट गर्दा के हुँदो रहेछ पाराबोलिक नेचर तपाईहरुको यो फर्मुलामा थाहा हुँदो रहेछ है। हेर्नुस् त y इक्वल्स टु ax स्क्वायर भनेर यो पार्ट आयो। इक्वेसन अफ पाराबोला कन्स्ट्यान्ट टर्म हो नि त। तपाईहरुको मैले त्यो ब्र्याकेटमा x स्क्वायर देखि भित्र लेखेको ब्र्याकेट सबै भ्यालु हाल्ने हो भने त कन्स्ट्यान्ट टर्म हो। त्यही भएर यो के भयो पाराबोलिक इन नेचर भयो। अब तपाईहरुलाई एक्जाममा 3 खाले क्वेशन आउँछ है। एउटा चाहिँ प्रुफ द इक्वेसन अफ मोसन इज पाराबोलिक इन नेचर, यति मात्र आयो भने यहाँसम्म गर्दा पुग्यो। तर तपाईहरुलाई कहिलेकाहीँ डिफ्लेक्सन फाइन्ड गर्नु भनेर सोधिदिन्छ है। डिफ्लेक्सन भनेको चाहिँ तपाईहरुले एंगल निकाल्नु पर्यो। अघि माथि जुन तपाईहरुले थीटा सपोज गरेको थियो त्यसको लागि एंगल चाहिन्छ हैन। अब माथिसम्म तपाईहरुले इक्वेसन अफ मोसन कुन फर्मुला युज गर्नु भएको थियो s इक्वल्स टु हाफ ut प्लस at स्क्वायर फर्मुला युज गर्नु भएको थियो है। अब यसमा चाहिँ सेकेन्ड पार्टमा है, अब तपाईहरुलाई डिफ्लेक्सन निकाल्नु भन्यो भने सेकेन्ड पार्टमा तपाईहरुले के फर्मुला युज गर्नु पर्यो भने v इक्वल्स टु ut v इक्वल्स टु u प्लस at फर्मुला युज गर्दै हुन्छ है। तपाईहरुको v इक्वल्स टु u प्लस at यो फर्मुला पढ्नु भएको थियो स्कुलमा। यो फर्मुला हामीले पढाएको थियौं है। अब तपाईहरुले यो चाहिँ के हेर्नु पर्यो भने अघि हामीले हरिजेन्टली हेरेका थियौं। अब के गर्नु पर्यो भर्टिकली हेर्नु पर्यो। तपाईहरुले इलेक्ट्रोन भर्टिकली ट्राभल गर्दा के हुन्छ यहाँ हेर्नुस् है। एकचोटी मैले फेरि तपाईहरुलाई माथि फिगरमै लगे। यहाँ हेर्नुस् है, यो जुन इलेक्ट्रोन छ नि यो इलेक्ट्रोन हेर्नुस् त है। यो इलेक्ट्रोन बीम यसरी ट्राभल गर्दा यसको इनिशियल भेलोसिटी के रहेछ u रहेछ। फाइनल भेलोसिटी हेर्नुस् त यहाँ कति छ फाइनल भेलोसिटी q सम्म पुग्दा यसको फाइनल भेलोसिटी कति छ v सपोज गरेको छ है। पुग्दै 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 जाँदा यसको भेलोसिटी बढ्दै बढ्दै हेर्नुस् त यहाँ बिचमा बढ्दै बढ्दै गएपछि कति पुग्यो v पुग्यो है। फाइनल भेलोसिटी v रहेछ। अब हेर्नुस् है x एक्सिसमै मुभ हुँदाखेरि है तपाईहरुको x एक्सिसमा चाहिँ तपाईहरुको इनिशियल भेलोसिटी ux भयो। y एक्सिसको केसमा इनिशियल भेलोसिटी के हुने भयो uy हुने भयो।
तपाईहरुको के हुने भयो uy हुने भयो तर uy त जहिले पनि के हुन्छ इनिशियल भेलोसिटी y एक्सिसमा 0 हुन्छ अघि हामीले पढाए थियौं है अघि त्यही फर्मुला युज गरे हो नि त y एक्सिसको केसमा चाहिँ इनिशियल भेलोसिटी 0 अनि x एक्सिसको केसमा इनिशियल भेलोसिटी के रहेछ ux रहेछ अब फाइनल भेलोसिटी y को केसमा के छ y एक्सिसमा फाइनल भेलोसिटीलाई v मान्नु भएको छ तर x एक्सिसमा फाइनल भेलोसिटी फेरि के हुन्छ तपाईहरुको 0 हुन्छ ए ठ्याक्कै अपोजिट हुन्छ अब यहाँ हेर्नुस् त भर्टिकली हेर्नुस् है भर्टिकली हामीले भेलोसिटीलाई के मानेको थियो फाइनल भेलोसिटी यो v भनेको के हो फाइनल भेलोसिटी तपाईहरुको फाइनल भेलोसिटीलाई त हामीले v नै मानेको छ अनि इनिशियल भेलोसिटी हेर्नुस् है भर्टिकली इनिशियल भेलोसिटी के छ 0 छ इलेक्ट्रोन त भर्टिकली मुभ भएको छैन नि त सुरुमा 0 छ प्लस कति आयो a टाइम्स t आयो है प्लस a टाइम्स t आयो अब हेर्नुस् त 0 प्लस समथिङ त्यही हुन्छ एसोलेसनको भ्यालु अघि हामीले निकालेका थियौं कति निकालेका थियो ev बाइ md हेर्नुस् त माथि निकालेको छ नि कति निकालेको छ ev बाइ md निकालेको छ ठीक छ अनि हेर्नुस् त टाइमको भ्यालु कति निकालेको थियो x बाइ u अघि t स्क्वायर गरेर टाइम निकालेको थियो टाइमको ठाउँमा कति लेख्न पाइयो x डिवाइडेड बाइ u लेख्न पाइयो बुझ्यो यो पार्ट यस मैम यहाँबाट के निकाल्छौं हामीले यो जुन भेलोसिटी छ नि हेर्नुस् त यो v यो चाहिँ फाइनल भेलोसिटी हो कुन बेला भर्टिकली भर्टिकली भनेको तपाईहरुको के हो y एक्सिस हो भर्टिकली भनेको के हो y एक्सिस तपाईहरुको बुकमा यहाँ हेर्नुस् त यहाँ के लेखिएको छ यहाँ vy लेखेको छ नि हेर्नुस् त मैले यहाँ यसरी लगाए है यो vy भनेको चाहिँ के हो भने तपाईहरुको फाइनल भेलोसिटी अलोङ y एक्सिस हो के y एक्सिसलाई चाहिँ बुकले के गर्यो भने तपाईहरुलाई सजिलो होस् भनेर vy डिफाइन गर्यो हामीले त फिगरमा मैले v मात्र लेखेको थिएँ नि त तपाईहरुलाई हैन कन्फ्युज नहोस् है यो भेलोसिटीलाई यसरी v लेख्दै मैले यो v चाहिँ के हो पोटेन्शियल डिफरेन्स हो है कन्फ्युज नहोस् भेलोसिटी के रहेछ तपाईहरुको vy y एक्सिसमा भएको भेलोसिटीलाई y ले डिफाइन गर्नुभयो त्यो बराबर कति रहेछ यो पार्ट आयो तपाईहरुको हेर्नुस् त यहाँ पनि त्यही निकालेको छ नि vy को भ्यालु हेर्नुस् त सेम त्यही छ के मिस्टेक छ त ev बाइ mdu टाइम्स x एउटै कुरा हो यहाँबाट हामीले के निकाल्यौं y एक्सिस को भेलोसिटी है तपाईहरुले y एक्सिस को भेलोसिटी चाहिँ evx डिवाइडेड बाइ mdu निकाल्नुभयो निस्क्यो ठीक छ यहाँसम्म मैम हाम्रो म्याथ क्लास यसपछिको सुरु हुन लागेको छ अब हुन्छ आज यति नै गरौँ यस पछाडिको पार्टलाई म तपाईहरुलाई नेक्स्ट टाइम चाहिँ कन्टिन्यू गर्दिन्छु है यो पार्ट यसो हेर्नुस् है सबैजनाले नेक्स्ट क्लासमा चाहिँ कहाँ कन्फ्युज भयो म तपाईहरुलाई फेरि सोध्छु है आज यति नै गरौँ तपाईहरुले एकचोटी बुकको पार्ट पनि हेर्नुस् है ठीक छ ओके थ्यांक यू